एनिग्मा राइजिङ डिकोड योरसेल्फमा फेरि स्वागत छ। आजको एपिसोड एक गहिरो र शक्तिशाली छ। हामी त्यस विषयमा प्रवेश गर्दैछौँ जसले तपाईको जीवनको प्रत्येक अंशलाई प्रभावित पार्छ। समृद्धि। जब हामी समृद्धि भन्ने शब्द सुन्छौँ, हामी प्राय पैसा सम्झन्छौँ र पक्का आर्थिक स्वतन्त्रता यसको ठूलो हिस्सा हो। तर समृद्धि भनेको धेरै गहिरो कुरा हो। यो एक मानसिकता हो, एक कम्पन हो। यो केवल धनको कुरा मात्र होइन, यो खुसी, आन्तरिक शान्ति, सम्बन्ध, अवसर र समन्वयको बारेमा पनि हो। त्यसैले आफ्नो चिया, पानी वा कफी लिनुहोस् वा केही समयको लागि आँखा बन्द गर्नुहोस् र हामी त्यो मानसिकतामा प्रवेश गरौँ जसले सबै कुरा परिवर्तन गर्दछ। हामी मूलबाट सुरु गरौँ। समृद्धि भनेको के हो? समृद्धि कुनै कुरा होइन जसलाई तपाईँ पछ्याउन सक्नुहुन्छ। यो केही बाहिर बस्ने कुरा होइन। समृद्धि एक विश्वास हो, एउटा विश्वास जसले तपाईलाई महसुस गराउँछ कि तपाईसँग पर्याप्त छ। पर्याप्त पैसा, पर्याप्त माया, पर्याप्त अवसर, पर्याप्त समय र अनुमान गर्नुहोस्, अभावमा विश्वास गर्नु, न्यूनताको विश्वास गर्नु। यो एक चयन हो, तर यति मात्र होइन। समृद्धिमा विश्वास गर्नु पनि एक विकल्प हो। र यहाँको रहस्य यो हो, ब्रह्माण्ड तपाईको विश्वासलाई प्रतिबिम्बित गर्दछ। यदि तपाईँ विश्वास गर्नुहुन्छ कि पर्याप्त छैन, तपाईको मस्तिष्क, तपाईको ऊर्जा, तपाईका निर्णयहरू सबैले त्यो विश्वासको पालन गर्नेछन्। तर यदि तपाईँ विश्वास गर्नुहुन्छ कि पर्याप्त छ, तपाईँ डरको सट्टा विश्वासले कार्य गर्न थाल्नुहुन्छ र त्यो विश्वासले सबै कुरा परिवर्तन गर्दछ। समृद्धि र न्यूनता मानसिकता। अब हामी मानसिकताबारे कुरा गरौँ। न्यूनता मानसिकता यस्तो सुनिन्छ: पैसाले कहिले कसैलाई पुग्दैन। म अरू व्यक्तिहरू जस्तो भाग्यमानी छैन। यदि अरू कोही जित्छ भने म हार्छु। अब सुनौ समृद्धि मानसिकता। जहाँबाट त्यो आएको हो त्यहाँ अझ धेरै छ। मैले मूल्य सिर्जना गर्दछु र मूल्य प्राप्त गर्दछु। अरूको सफलताले मलाई प्रेरणा दिन्छ। यसलाई सोच्नुहोस्। न्यूनताले तपाईलाई चिन्तित बनाउँछ, प्रतिस्पर्धात्मक र सानो महसुस गराउँछ। तर समृद्धि, त्यसले तपाईलाई उदार बनाउँछ, खोल्दछ र आत्मविश्वासी बनाउँछ। हामी अधिकांशलाई न्यूनतामा सोच्नको लागि प्रोग्राम गरिएको छ। बाल्यकालदेखि, विद्यालयदेखि, समाजदेखि। त्यसैले समृद्धिमा परिवर्तन गर्न अभ्यास गर्न आवश्यक छ। तर एकपटक तपाईँ त्यहाँ पुग्नुभयो भने जीवन बग्न थाल्छ। तपाईको जीवनमा समृद्धि आउन नदिने कुरा के हो? यहाँ 3 ठूला अवरोधहरू छन्। 1. धेरैजसो समय तपाईँ र समृद्धि बीचको सबैभन्दा ठूलो पर्खाल हो तपाईँ स्वयं। न त अर्थतन्त्र, न त विगत, न त तपाईको अवस्था। यो त्यो शान्त, गहिरो विश्वास हो जसले भित्रै भित्रै फुसफुसाउँछ। म पर्याप्त छैन।
म अझ बढीको लायक छैन। सायद यही नै मेरो भाग्य हो। यो डर चर्को हुँदैन। यो चुपचाप आउँछ जब तपाईँ आफ्नै सफलतालाई विश्वास गर्नु हुँदैन, जब तपाईँ आफ्नै उपलब्धिहरूलाई सानो ठान्नुहुन्छ, जब तपाईँ लक्ष्य नजिक पुगेर आफैलाई पछाडि तान्नुहुन्छ। यो डर गहिरो छ, धेरै पहिले रोपिएको थियो। सायद कसैले बोलेको अपशब्द वा कुनै असफलता वा तपाईलाई कहिले जस्तो आवश्यक थियो त्यसरी नदेखिएको अनुभूति। र अहिले यो सामान्य लाग्छ, तर यो सत्य होइन। यो झुट हो जुन तपाईले यति धेरै पटक दोहोर्याउनु भयो कि तपाईको शरीरले नै त्यसलाई सत्यको रूपमा स्वीकार गर्नु थाल्यो। तर बुझ्नुहोस्, समृद्धि त्यहाँ आउँदैन जहाँ आफैप्रति विश्वास छैन। यदि तपाईको भित्री आवाजले सधैँ तपाईलाई तल तानिरहेको छ भने तपाईको स्नायु प्रणाली डरमा हुन्छ। र समृद्धि त्यो अव्यवस्थालाई पछ्याउँदैन, त्यो शान्त खुलेको मनमा आउँछ जहाँ आफूलाई माया गरिएको हुन्छ। यदि यो डर तपाईभित्र छ भने त्यसलाई भाग्न नदिनुहोस्, तर उसलाई प्रेमपूर्वक सम्हाल्नुहोस्। भनिदिनुहोस्, तिमी अब मेरो सत्य हैनौ, किनभने तपाईँ पर्याप्त हुनुहुन्छ। तपाईँ जीवनले दिने सबै कुराको हकदार हुनुहुन्छ र तपाईलाई केवल बाँच्न होइन, फुल्नको लागि जन्म दिइएको हो। अब गहिरो सास लिनुहोस्, हात हृदयमा राख्नुहोस् र भन्नुहोस्, म योग्य छु, म प्राप्त गर्नको लागि सुरक्षित छु, म पर्याप्त छु। र यही सत्यबाट तपाईको जीवनमा समृद्धि आउँछ। 2 ईर्ष्या र तुलना। जब तपाईँ अरूलाई सफल हुँदै देख्नुहुन्छ, साथीको प्रमोसन, कसैको ऐश्वर्यपूर्ण जीवन, वा कोही तपाईले कहिले चाहेको सपना बाँचिरहेको, तब तपाईको भित्र एउटा सानो आवाज आउँछ, यो मेरो लागि होइन। प्रेरित महसुस गर्नुको सट्टा तपाईँ सानो महसुस गर्नुहुन्छ। तपाईँ आफैलाई सानो बनाउनुहुन्छ, शङ्का गर्नुहुन्छ, तुलना गर्नुहुन्छ र प्रश्न गर्नुहुन्छ, म किन होइन? त्यही क्षणमा तपाईँ अनाहकमा समृद्धिको ढोका बन्द गर्नुहुन्छ। तर ध्यान दिनुहोस्, सफलताको स्रोत सीमित होइन। अरूले पाए भनेर तपाईँ पाउने सम्भावना घट्दैन। ब्रह्माण्डका आशीर्वादहरू कहिल्यै सकिँदैनन्। वास्तवमा जब तपाईँ अरूलाई सफल देख्नुहुन्छ, त्यो प्रमाण हो कि त्यो तपाईका लागि पनि सम्भव छ। यदि अरूका लागि सम्भव छ भने तपाईका लागि पनि सम्भव छ। अरूको सफलता तपाईको सीमा होइन, त्यो तपाईको आइना हो, एउटा प्रतिबिम्ब हो जुन देखाउँछ कि के सम्भव छ। एउटा सम्झना हो, तपाईँ पनि योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ, तयार हुनुहुन्छ। तपाईलाई गर्नुपर्ने कुरा भनेको आँखा खोल्नु हो र तपाईको लागि रहेका सम्भावनाहरूलाई हेर्नु हो। त्यसैले जब डाहा आउँछ त्यसलाई सम्भावनामा रूपान्तरण गर्नुहोस्। तुलना गर्दा आत्म-आलोचना होइन, जिज्ञासा ल्याउनुहोस्। अरूको उज्यालोले तपाईको प्रकाश सम्झाइदियोस्।
र जब तपाईँ कोहीलाई चम्किरहेको देख्नुहुन्छ, चुपचाप आफैसँग भन्नुहोस्, म पनि, मेरो समय पनि आउँदैछ। किनभने त्यो पक्कै आउँदैछ। 3. नियन्त्रण र आबद्धता। क्रियामा शान्ति छ र आत्मसमर्पणमा शक्ति छ। तपाईँ यहाँ सबै कुरा नियन्त्रण गर्न आउनुभएको होइन। तपाईको काम हो साँचो भएर, निरन्तर भएर, पूर्ण रूपमा उपस्थित हुनु। तपाईको जिम्मेवारी हो बिउ रोप्ने, मनबाट पानी हाल्ने, मेहनतले हुर्काउने। तर त्यो बिउको चमत्कारी विकास, त्यो ब्रह्माण्डको जिम्मा हो। हामी प्राय परिणामलाई जबरजस्ती गर्न खोज्छौँ। कसरत गर्छौँ, पछ्याउँछौँ, परिणाम नआउँदा डराउँछौँ। तर साँचो कुरा के हो भने, जति हामी कस्सिन्छौँ त्यतिमै जीवनको बगाउने शक्ति दबिन्छ। छोड्नु भनेको हार मान्नु होइन, त्यो त ठाउँ दिनु हो। त्यो हो विश्वास गर्नु। त्यहाँ एउटा ठूलो बुद्धिमत्ता छ जुन हाम्रो आँखाले देख्दैन। त्यो हो बुझ्नु। यही कुरा हाम्रो समय अनुसार होइन, हाम्रो तयारी अनुसार आउँछ। त्यसैले एक गहिरो सास लिनुहोस्, आफ्नो भाग गर्नुहोस्, माया र सत्यतासँग अघि बढ्नुहोस्, अनि एक पाइला पछाडि हट्नुहोस्। ब्रह्माण्डलाई त्यसको काम गर्न दिनुहोस्। किनकि कहिलेकाहीँ जादु तब हुन्छ जब तपाईँ पछ्याउन छोड्नुहुन्छ र विश्वास गर्न थाल्नुहुन्छ। जब तपाईँ छोड्नुहुन्छ, तपाईले ठाउँ दिनुहुन्छ शान्तिको लागि, सफलताको लागि र त्यो समृद्धिको लागि जुन सधैँ तपाईको भाग थियो। कुनै कुरा कसरी र कहिले हुनुपर्छ भन्ने कुरा निरन्तर सोच्नुले यसलाई टाढा राख्छ। समृद्धि तब बग्छ जब तपाईँ समन्वयमा हुनुहुन्छ। जब तपाईँ ब्रह्माण्डलाई माइक्रो म्यानेज गर्नुहुन्न। माइक्रो म्यानेजमेन्ट भन्नाले कुनै कार्य वा परियोजनाको हरेक सानो विवरणलाई अत्यधिक निगरानी र नियन्त्रण गर्ने कार्यलाई जनाउँछ। अलि ध्यान दिनुहोस्, तपाईँ कसरी समृद्धि आकर्षित गर्न सक्नुहुन्छ। आभार एक शक्तिशाली हतियार हो। जब तपाईँ जुन कुरा तपाईको जीवनमा छ त्यसका लागि ब्रह्माण्डलाई धन्यवाद दिनुहुन्छ भने त्यो गुना हुन्छ। बारम्बार धन्यवाद भन्नुहोस्, जति सानो कुरा भए पनि। आभारी हुनुहोस्। आभारले तपाईको मस्तिष्कलाई समृद्धिको मार्गमा रूपान्तरण गर्छ। सकारात्मक पुष्टिले शब्दहरूलाई वास्तविकता बनाउँछन्। यी गर्न प्रयास गर्नुहोस्। म सबै प्रकारको समृद्धि प्राप्त गर्नका लागि खुला छु। पैसा मतिर सहज र खुसीसँग बग्छ। म समृद्ध र सम्पन्न जीवनको हकदार छु। आँखा बन्द गर्नुहोस् र अहिले भनेका कुराहरूलाई कल्पना गर्नुहोस्। तपाईको कल्पनामा जीवन कस्तो महसुस हुन्छ? कस्तो गन्ध छ? र कस्तो देखिन्छ? यसलाई जीवन्त बनाउनुहोस्। यो केवल सपना देख्नु होइन, यो तपाईको वास्तविकता अभ्यास गर्नु हो। अचेतन मनले भिन्नता छुटाउन सक्दैन। उदारता दिइरहनुहोस्। जति बेला तपाईलाई थोरै भएको महसुस हुन्छ त्यो बेला पनि समय, ध्यान, ऊर्जा जति दिए पनि महत्त्वपूर्ण छ। सानो होस् या ठुलो, केही फरक पर्दैन। उदारता ब्रह्माण्डलाई प्रमाणित गर्दछ कि तपाईँ समृद्धिमा बस्नु भएको छ र यसले प्रतिक्रिया दिन्छ। समृद्धिसँग आफ्नै वातावरण तयार गर्नुहोस्।
यो केवल व्यक्तिहरू मात्र होइन, यो तपाईले उपभोग गर्ने सामग्री पनि हो। तपाईलाई प्रेरित गर्ने सिर्जनाकर्ताहरू पछ्याउनुहोस्। तपाईलाई उत्साहित गर्ने पुस्तकहरू पढ्नुहोस्। आफ्नो वातावरणलाई वृद्धि गर्ने सम्झनाहरूले भरिनुहोस्। समृद्धि केवल मानसिक रूपमा बुझ्ने कुरा होइन। यो हाम्रो शरीर, सास, वर्तमान क्षणमा महसुस हुने कुरा हो र यस ऊर्जालाई आह्वान गर्ने सबैभन्दा शक्तिशाली तरिका हो। सकारात्मक पुष्टि। यी केवल शब्दहरू होइनन्, यी घोषणा हुन्। सत्य हो। कम्पनहरू जसले तपाईको ऊर्जालाई डरबाट प्रवाहमा परिवर्तन गर्छ। त्यसैले तपाई जहाँ हुनुहुन्छ, तपाई बसेको, हिँडिरहेको वा सुतिरहनु भएको छ भने तपाईलाई एक गहिरो सास लिन आग्रह गर्दछु। तपाईको शरीरलाई नरम महसुस गर्नुहोस्। तपाईको हृदयलाई खोल्न दिनुहोस् र तपाई चाहनुहुन्छ भने मसँगै उच्च स्वरमा दोहोर्याउन सक्नुहुन्छ वा शब्दहरूलाई मौन रूपमा महसुस गर्न सक्नुहुन्छ। तिमीहरूलाई तपाईको आत्माभित्र प्रवेश गर्न दिनुहोस्। तिमीहरूलाई तपाईको नयाँ आन्तरिक संवाद बनाउनुहोस्। म समृद्धि प्राप्त गर्नका लागि खुला र तयार छु। पैसा मतर्फ सहज र बारम्बार बग्छ। म धन, सफलता र समृद्धिको ऊर्जासँग समन्वयमा छु। प्रत्येक दिन म आफूलाई वास्तविक रूपमा प्रस्तुत गर्छु। हरेक दिन म मेरो वास्तविक स्वभावले अधिक समृद्धि आकर्षित गर्दछु। म मेरो जीवनका सबै क्षेत्रहरूमा समृद्धिको हकदार छु। म विश्वास गर्छु कि मलाई आवश्यक सबै कुरा पहिले मेरो तर्फ आउँदैछ। मेरो जीवन अनगिन्ती सम्भावनाहरू र अवसरहरूले भरिएको छ। समृद्धि मेरो चारैतिर छ, भित्र र वरिपरि। म पैसा र सफलता सम्बन्धी सबै डर र प्रतिबन्धित विश्वासहरूलाई हटाउँछु। म चमत्कारहरू, धन र खुसीका चुम्बक हुँ। मसँग समृद्ध भविष्य सिर्जना गर्नका लागि चाहिने सबै कुरा छ। हरेक विचार, शब्द र कार्यसँग म समृद्धि प्रवाहित गर्दछु। म अरूको सफलता र समृद्धिको उत्सव मनाउँछु, जान्दै कि यो मेरो लागि पनि आउनेछ। जति म दिन्छु, उति म प्राप्त गर्दछु। समृद्धि मबाट गुणा हुन्छ। म आर्थिक स्वतन्त्रता र मानसिक शान्तिको हकदार छु। म ब्रह्माण्डको अनन्त प्रवाहसँग जडानमा छु। म मेरो जीवनमा पहिले भएको समृद्धिको लागि आभार प्रकट गर्दछु। म सहजै सम्बद्ध व्यक्तिहरू, विचारहरू र अवसरहरू आकर्षित गर्दछु। समृद्धि मेरो जन्मसिद्ध अधिकार हो र म यसलाई अहिले दाबी गर्छु। म दिव्य समय र पूर्ण नतिजाहरूमा विश्वास गर्छु। म सीमाहीन समृद्धिका लागि खुला छु। म धन, सफलता र खुसी ल्याउने अवसरहरू आकर्षित गर्दछु। म विश्वास गर्छु कि ब्रह्माण्ड सधैँ मेरो साथ छ। म ब्रह्माण्डले दिएको सबै समृद्धि प्राप्त गर्न खुला र तयार छु। पैसा सजिलै, बिना कुनै प्रयास र बारम्बार म तर्फ आउँछ। म धन, सफलता र समृद्धिको ऊर्जासँग मेल खान्छु। प्रत्येक दिन म मेरो वास्तविक स्वभाव भएर अझ बढी समृद्धि आकर्षित गर्छु। म मेरो जीवनका सबै क्षेत्रहरूमा समृद्धिको हकदार छु। म विश्वास गर्छु कि मसँग चाहिने सबै कुरा पहिले नै मेरो तर्फ आउँदैछ।
मेरो जीवन अनगिन्ती सम्भावनाहरू र अवसरहरूले भरिएको छ। समृद्धि मसँग घेरिएको छ, भित्र र बाहिर दुवै। म पैसासँग र सफलतासँग सम्बन्धित सबै डर र सीमित विश्वासहरूलाई मुक्त गर्छु। म चमत्कार, समृद्धि र खुसीको चुम्बक हुँ। मसँग समृद्ध भविष्य बनाउनको लागि सबै आवश्यक कुरा छ। म प्रत्येक विचार, शब्द र क्रियामा समृद्धि विकिरण गर्दछु। म अरूको सफलता र समृद्धिको उत्सव गर्छु, यो जान्दै कि यो ममा पनि आउनेछ। म जति दिन्छु त्यति बढी प्राप्त गर्छु, समृद्धि मबाट दोबर हुन्छ। म आर्थिक स्वतन्त्रता र मानसिक शान्तिका योग्य छु। म ब्रह्माण्डको अनन्त समृद्धिको प्रवाहसँग जडित छु। म मेरो जीवनमा पहिले नै भएको समृद्धिका लागि आभारी छु। म सन्तुलित मानिसहरू, विचारहरू र अवसरहरूलाई सहजै आकर्षित गर्छु। समृद्धि मेरो जन्मसिद्ध अधिकार हो र म अहिले यसलाई दाबी गर्छु। म दिव्य समय र उत्तम परिणामहरूमा विश्वास गर्छु। यदि तपाईलाई एउटा कुरा छान्ने विकल्प दिइयो भने समृद्धिलाई छान्नुहोस्। समृद्धि कुनै कुरा होइन जसलाई तपाईले कमाउनु पर्छ। यो तपाईले मिलाउनु पर्ने कुरा हो। तपाईका विचार, तपाईको ऊर्जा, तपाईका कार्यहरू, तिनीहरूले समृद्धिलाई स्वागत गर्नेछन् या त्यसलाई टाढा राख्नेछन्। त्यसो भए आफूलाई सोध्नुहोस्, आज म एक समृद्ध संस्करणको रूपमा के गर्नेछु? ब्रह्माण्ड तपाईलाई सुन्दैछ सधैँ। हरेक दिन यसले तपाईका सोचहरू सुन्छ र तिनको प्रत्युत्तर दिन्छ। अब निर्णय तपाईको हो। तपाई कुन प्रकारको ऊर्जा ब्रह्माण्डतर्फ पठाउन चाहनुहुन्छ? तपाईले यो बुझ्नुभयो, अब निर्णय तपाईको हातमा छ। के तपाई आफ्नो जीवनमा समृद्धिलाई स्वागत गर्नुहुन्छ या त्यसलाई रोक्नुहुन्छ? सबै कुरा एउटै सोचबाट सुरु हुन्छ। आफूलाई जस्तो देख्नुहुन्छ। त्यही तपाईले संसारबाट आकर्षित गर्नुहुन्छ। यदि तपाई आफैमाथि विश्वास गर्नुहुन्न भने अरू कसैले पनि विश्वास गर्ने छैन। यदि तपाई आफैमा शङ्का राख्नुहुन्छ भने कुनै प्रार्थना सुनिने छैन, कुनै पुष्टि पूरा हुने छैन। त्यसैले त्यहाँबाट सुरु गर्नुहोस् जहाँ सबैभन्दा धेरै अर्थ राख्छ। आफैबाट आफ्नो व्यवहार परिवर्तन गर्नुहोस्। आफूप्रति मायालु बन्नुहोस्। आफूप्रति दयालु बन्नुहोस्। कोमल बन्नुहोस्। तपाई अरूलाई जसरी माया गर्नुहुन्छ, ठिक त्यसरी नै आफैलाई पनि माया गर्नुहोस्। तपाई एक दयालु आत्मा हुनुहुन्छ र त्यो दयालुता तपाईमाथि पनि लागू हुन्छ। यो सत्य मनमा राख्नुहोस्। र अब तपाईलाई थाहा छ, तपाई जे चाहनुहुन्छ त्यो तपाई म्यानिफेस्ट गर्न सक्नुहुन्छ। भन्नुहोस्, तपाई के म्यानिफेस्ट गर्न चाहनुहुन्छ? एक गहिरो सास लिनुहोस् र ब्रह्माण्डलाई थाहा दिनुहोस्, किनकि ब्रह्माण्ड सधैँ तपाईलाई सुन्दैछ। यदि यस एपिसोडले तपाईको आत्मासँग कुरा गरेको छ भने यो अरूसँग पनि सेयर गर्नुहोस् जसलाई यसको आवश्यकता छ। लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुहोस् या केवल अहिले तपाईभित्रको परिवर्तनलाई महसुस गर्नुहोस्। समृद्धि पहिले तपाईकी हो। यसका लागि लड्नु पर्दैन। मात्र माग्नुहोस्, त्यो तपाईमा आइपुग्नेछ।